2082 साल वैशाखको 8 गते स्वयं पाक्य अन्तर्गत आफ्नो भान्साको दृश्यहरू म देखाउन गइरहेको छु। यो मकै भयो, यो चना, मटर, दाल, अनि यसै गरेर मसला, नुन, यसमा तेल छ, बेसार, घिउ, यो चाहिँ पिठो छ, कोदाको पिठो, चनाको पिठो, उता मकैको पिठो लगायत यो सामग्रीहरू भान्सामा तयारी अवस्थामा छ। हामीले यहाँ एउटामा चाहिँ तरकारी पकाउँ, बिचकोमा खाना पकायौँ, यता दाल पाक्दैछ, यो हामीले दुध छ यसमा, त्यसै गरेर हामीले यसमा पानी राख्ने गरेका छौँ है। यो हाम्रो स्वयं पाक्य अन्तर्गतको भान्साको दृश्य हो। सबैलाई यस किसिमको काममा सरिक हुन, सहयोग गर्न अनुरोध गर्दछु।